उत्पत्ति अध्याय 29। लेया र राहेलसँग याकुबको विवाह। तब याकुब उठेर आफ्नो बाटो लागेर पूर्ववासीहरूको देशमा पुगे। त्यहाँ तिनले मैदानमा एउटा इनार देखे र त्यसको नजिक भेडाका 3 बगाल बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठुलो ढुङ्गा थियो। जब सबै बगालहरू त्यहाँ जम्मा हुन्थे, तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्यो ढुङ्गा राखिदिन्थे। याकुबले तिनीहरूलाई भने, हे मेरा भाइ हो, तिमीहरू कहाँ हौ? तिनीहरूले भने, हामी हारानमा बस्ने हौ। तिनले भने, तिमीहरू नाहोरका नाति लाबानलाई चिन्छौ? तिनीहरूले भने, तिनलाई हामी चिन्छौँ। याकुबले तिनीहरूलाई सोधे, के उहाँ साँच्चै सन्चै हुनुहुन्छ? तिनीहरूले भने, उहाँ सन्चै हुनुहुन्छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदैछिन्। तिनले भने, हेर, साँझ परेको छैन, भेडा बाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन। भेडाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाऊ। तिनीहरूले भने, सबै बगालहरू जम्मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुडाइकन हामी त्यसो गर्न सक्दैनौँ। त्यसपछि मात्र हामी भेडाहरूलाई पानी खुवाउँछौँ। याकुब तिनीहरूसँग कुरा गरिरहँदा राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेडाहरू तिनले नै चराउने गर्थिन्। जब याकुबले आफ्ना मामा लाबानकी छोरी राहेल र आफ्ना मामाका भेडाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुडाइदिए र आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाइदिए। तब याकुबले राहेललाई मही खाए र रुन लागे। याकुबले राहेललाई, म तिम्रा बाबुको नातेदार रेबिकाको छोरा हुँ भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बुबालाई यो कुरा बताइदिइन्। आफ्ना भानिज याकुब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए र तिनलाई अँगालो हालेर मही खाए अनि तिनलाई आफ्नो घरमा ल्याए। अनि याकुबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, वास्तवमा तिमी मेरा हाड र मासु हौ। याकुब उनीसँग 1 महिना बसेपछि लाबानले तिनलाई भने, मेरा नातेदार हुँदैमा तिमीले सित्तैमा मेरो सेवा गर्ने ज्याला कति हुनुपर्छ मलाई भन। लाबानका 2 छोरीहरू थिए, जेठीको नाउँ लेया र कान्छीको नाउँ राहेल थियो। लेयाका आँखा धमिला थिए तर राहेल चाहिँ सुडौल र सुन्दरी थिइन्। याकुबले राहेललाई प्रेम गरे। तिनले भने, तपाईँकी कान्छी छोरी राहेलको निम्ति 7 वर्षसम्म म तपाईँको सेवा गर्नेछु। लाबानले भने, त्यसलाई अरू कोहीसँग विवाह गरिदिनु भन्दा त तिमीलाई नै दिनु नै असल हो। हुन्छ, मसँगै बस। यसकारण याकुबले राहेलको निम्ति 7 वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिन जस्तो लाग्यो। त्यसपछि याकुबले लाबानलाई भने, मैले तपाईँको सेवा गरिसकेँ। अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्। म तिनीसँग सहवास गर्न चाहन्छु। तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए। तर साँझमा उनले आफ्नी छोरी लेयालाई याकुब कहाँ ल्याइदिए र याकुबले तिनीसँग सहवास गरे। लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेयाकी कमारी हुनलाई दिए। याकुबले बिहान हेर्दा त लेया पो रहेछिन्। तब तिनले लाबानलाई भने, तपाईँले मप्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन र? तपाईँले किन मसित यसरी छल गर्नुभयो? लाबानले भने, हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नु हुँदैन। लेयासँग 1 साता पुरा गर र अर्को 7 वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्छी पनि दिइहाल्छु। याकुबले त्यसै गरे र लेयासँग 1 साता पुरा गरे। तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकुबकी पत्नीको रूपमा दिए। लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए। याकुबले राहेलसँग पनि सहवास गरे।
तिनले लेयालाई भन्दा राहेललाई बढी प्रेम गर्थे र अर्को 7 साल याकुबले लाबानको सेवा गरे। याकुबका बालबच्चा। लेयालाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो, तर राहेल चाहिँ बाँझी नै रहिन्। लेया गर्भवती भएर एकजना छोरो जन्माइन् र तिनले त्यसको नाउँ यसो भनेर रुबेन राखिन्। साँच्ची नै परमप्रभुले मेरो दुःख देख्नुभएको छ, अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ। तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन्। तिनले भनिन्, म अवहेलित भएकी छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो र तिनले त्यसको नाउँ सिमियोन राखिन्। तिनी फेरि गर्भवती भइन् र एकजना छोरो जन्माएर भनिन्, यसपालि त मेरा पति म प्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति 3 जना छोराहरू पाइसके। यसकारण त्यसको नाउँ लेवी राखियो। तिनी फेरि गर्भवती भएर छोरा पाइन् र भनिन्, यसपालि त म परमप्रभुको प्रशंसा गर्नेछु। यसैले त्यसको नाउँ यहुदा राखियो। त्यसपछि तिनले जन्माउन छोडिन्।